वेलकम बैक टू माई युट्युब च्यानल गाइजहरू। आज चाहिँ अब माइतबाट जाने अवस्था एकछिन घर पछाडि जानुपर्छ। यहाँ बसोबास भयो, टक्क लगाएर खानपिन भयो। अब यहाँबाट निस्किनुपर्छ गाइजहरू। बाइक रेडी भइसकेको छ घाममा तातेर। अब निस्किनुपर्छ हेर्नुसँग लागेर खानसान हेरेर त्यहाँपट्टि टक्क लगाएर अब टाटा बाई बाई भनेर निस्किनुपर्छ गाइज। सुर्खेत आएर टक्क लगाएर एकछिन रेस्ट गरियो। अब काममा जानु अवस्था अनि बाटोमा राइड गरेर आइयो। टक्क लगाएर कामतिर गिटार सिटार बोकेर हिँड्नुपर्ने अवस्था। ल गाइज बुलबुलेमा मान्छे चाहिँ तन्ने रहेछ नि यार। आउने बित्तिकै बोल्ने हामी टक्क लगाएर गाइजहरू पानी परेर यता फोटो खिचेर खाने। यतापट्टि अलिअलि फोटोसोटो खिचाइ भइरहेछ। मान्छे नपाएर बसिरहेको अवस्था गाइजहरू। के भइरहेको छ यार गाइज। अहिले चाहिँ 5:30 भयो। 5 बजी नै आज बुलबुले मान्छे आउने गाइजहरू। पानी परेको कारणले गर्दाखेरि बिहानदेखि पानी परि छ आज। यतापट्टि देख्न सक्नुहुन्छ लभ बुलबुलेको बबाल छ ठाउँ चाहिँ। आउनु पऱ्यो गाइजहरू, सपोर्ट हान्नु पऱ्यो। पानी परेको कारणले गर्दाखेरि यसरी छाता गिटार चस्मा क्यामेरा फुल दुःख छ नि यार। नगरी काममा पुग्दैन। काम खाना साँझ र बिहान गरिब जिन्दगी गाइजहरू। अहिले चाहिँ रात पनि सकेको छ। टक्क लागेर राति म अनि ह्यान्डसम बरु गइहाल्यो। त्यहाँबाट टक्क निस्किन लागेको अवस्था। अब नाइटमा गेट गाइजहरू बुलबुलेको। हामी गेटबाट नगरेर साइडबाट जान्छौँ टक्क लगाएर। यताबाट लामो छ कोठा। यता भएको कारणले गर्दाखेरि हामी यताबाट जान्छौँ। त्यहाँको लागि साइडको बाटो भएर ट्याकको बाटोबाट हिँड्दै जानु लागेको अवस्था गाइजहरू। उताबाट बाटो अलि लामो छ। सो भागेर बिग्रिनुपर्ने अवस्था। बस्ने कोठा छ उतै घरमा हो। नयाँ बस्ने कोठादेखि यतापट्टि त्यो पेन्टिङ हाने घर गाइजहरू। यताबाट पनि छ बाटो। हाम्रो बाबुले यहाँ पेन्टिङ गर्दा छ। हो गाडीलाई के गराउनु लाग्छ? कार बनाउनु लाग्छ कि ट्र्याक्टर बनाउनु लाग्छ? पेन्टिङ भइरहेछ गाइजहरू। पेन्टिङ